ओहो खुर्सानी कस्तो पिरान्जीले हेलो एन्ड नमस्ते एभ्रिवान, तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ हाम्रो न्यू ब्लगमा। आशा छ सबैजना आरामै हुनुहुन्छ होला। साथीहरू, आजको ब्लग चाहिँ केही छुट्टै हुनेवाला छ। हाम्रो चाहिँ करेन्ट मुकबाङ गर्नेवाला छौँ, किन भन्दा खाजा खाने बेला भइसक्यो नि त। अनि हामीले चाहिँ करेन्ट पकाएको छौँ कि, त्यही भएर अनि सबैजना भाइ बहिनी मिलेर खानेवाला छौँ। हेर्दै गर्नुहोला। हेलो ल, आजको के छ, कस्तो लागिरहेको छ? एक्साइटेड हुनुहुन्छ नि सबैजना? स्पेशल करेन्ट फेभरेट, सबैभन्दा फेभरेट फुड के हो? करेन्ट। ल खाऊ खा। कागती खुर्सानी पनि छ। ल फर्स्ट बाइट। ल कस्तो छ? बब्बाल। कुनुलाई कस्तो लाग्यो? कुनु मिठो पिठै नि छ, खुर्सानी पनि छ हामीसँग। वाउ, ओहो खुर्सानी कस्तो पिरान्जीले। अमेरिकन वाउ, करेन्ट तपाईहरुलाई देखाइ खान लागेको करेन्ट लभरहरुलाई। जुम गरिरहेको म पनि खाएर ट्राई गर्न जाँदैछु कस्तो बन्यो भनेर है। मिठो, तर म धेरै पिरो खान सक्दिनँ। भने जस्तो भएन र। सबै हाल्नु अब, पुरै सुप पिरो हालेको। फाइनली हामीले चाहिँ खाइसक्यौँ। कति पिरो भएर मेरो त यहाँ उठेर आतो भयो। अनि कुनु कस्तो लाग्यो त नि? लास्ट चाहिँ मिठो, एकदम मिठो भएको थियो। कबुलाई कस्तो लाग्यो? बब्बाल। फेरि पनि खाने किन? मलाई त लास्ट चाहिँ पिरो भयो। तपाईहरु हेर्दै जानु, हामीले अब धमाकेदार मुकबाङ तपाईहरु खाँदै जानु, हामी हेर्दै जानु, हामीहरु खाँदै जान्छौँ। यस। अनि हामीले खाइसकेपछि को काम देखाउँछु यहाँ म तपाईहरुलाई। देख्न सक्नुहुन्छ सबै खाएर बसिन्छन्, मलाई मात्रै भाँडा मजाइन्छन्। म सोझी भएर धेरै हेप्छन् यो घर सबैले मलाई। पानी लाउँछु, आँसु निकालेको किन पिर परे? टुकुलाई फेरि किन पिर परेछ त नि? आमाले मिठी दिएर पनि पिर मानेको छ। करेन्ट यो देखाउनु मात्रै। गाइज, कसैले यो चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला। मैले के खाँदैछु, के खाँदै देखाउनु भनेको छु। के भयो त नि? कसले खाएको? यहाँ दुईजना साथीहरू पनि आहान, कालुका साथी भेट्न।
टुकु यसरी यहाँ घुम्दा घुम्दै निदाइसक्यो टुकु। यस्तो निद्रा लागेको रहेछ टुकुलाई। हस् त साथीहरू, आजलाई यति नै। फेरि भेटौँला अर्को ब्लगमा। लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला।